मेरो बुढा त 10 वर्ष विदेश गयो पनि म त अरूसँग लाग्दिन हौ। लु गफ चाहिँ नगरौँ है। खाने मुखले भात खान्छ नखाने मुखले के खान्छ? होइन अस्ति नै ल्याएको छ के तेल त चाउचाउ चाहिँ पो सकिराखेको थियो अहिले नै आउनु। हाँगेको आमा ए हाँगेको आमा हजुर ए उपरै ए बस है एकछिन मेरो मोबाइल चार्ज गरिदिनु न। एउटा चार्जर पनि किन्नै सकिन हौ। हो र ल लगाइदिन्छु नि त मिल्ने नै छ आखिरी। अस्ति साँच्ची मोबाइल चार्ज गर्नु ल्याउँदाखेरि 200 रुपियाँ रिचार्ज लगाएको थिएँ। घर लगेर हेर्दाखेरि 150 रुपियाँ मात्रै थियो मोबाइलमा। कहाँ काट्यो ए तिम्रो नि सुमिनाको आमाको जस्तै भएछ। त्यो मोबाइलमा 100% चार्ज हुने बित्तिकै चार्जर झिकेन भने आफै पैसा काट्छ अरे क्या। अब तिम्रो अलि पछि झिक्नु पाएँ होला मैले बिर्सी गएछु। भरे हेर्दा अब 100 भएको थियो अनि निकालिदिएँ काटिहालेछ नि हौ। अपुई हो र मलाई त थाहा नै थिएन र। तिमीलाई के थाहा हुन्छ सबै कुरा मैले नै सिकाउनु पर्छ यहाँ गाउँभरि तिमीहरूलाई। साँच्ची एउटा कुरा थाहा छ? के कुरा? त्यो सानैनी त लारीसँग लागेको रहेछ नि त। के भएको हो छ्या बुढा विदेशमा त्यस्तो मरी दुःख गर्ने यहाँ के भइनेको छ? छोरी मान्छे बुद्धि बिग्रेपछि कोही बिना बाँच्नु नसक्नेहरू छ्या 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 खोइ आफूले त जानिएन पनि गरिएन पनि गर्दिन पनि। अब म कतिले भेटिसक्यो अरे अब आँखाले देख्ने मान्छेहरू पनि छ यहाँनिर छ्या 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 छ्या। अपुई हो र मेरो बुढा त घरमै चाहिँ यहाँ घाँटी आइसक्यो।